तर म एउटा कुरा भन्छु है तपाईँहरूलाई, यो साधारण पानी कतिजनाले खानुहुन्छ अनि यो 7वटा धाराको चाहिँ धेरैले खानुहुन्छ नि त। अनि तर 7वटा धारामा झर्ने पानी चाहिँ कस्तो छ, मैले कस्तो छ भने तपाईँहरूलाई कस्तो छ जस्तो लाग्छ, सफा छ जस्तो लाग्छ नि त। हामीलाई त अब मुलको पानी कस्तो सफा होला भन्ने जस्तो हुन्छ, तर हुनु त्यस्तो फोहोर त छैन। त्यही पनि त यहाँभित्र उयो टिन लाएर यो के अरे यो के बनाएको थियो नि त, त्यो ट्याङ्की हो, ट्याङ्कीभित्र अनि त्यो टिन उकाएर अहिले नयाँ बनाउनु आएको छ नि त सबै थोक। अनि त्यो टिन उकाएपछि कस्तो छ देखाइदिनु तपाईँहरूलाई म। यस्तो छ। अनि यो फोहोर हो कि, यो फोहोर त हुनु त होइन त, तर पनि यो उयो लागेर कस्तो घिनलाग्दो, कस्तो फोहोर जस्तो हुन्छ। यो नबनिन् चाहिँ तलको पानीमा नखानु होला खानेहरूले। यहाँ माथि चाहिँ ठिकै सबै देखिँदैन, अब यहाँभित्र छ अरे ट्याङ्की। अनि यहाँ चाहिँ बनाउने मान्छेहरू आइसक्नुभएको छ, बिचराहरू 7 बजी नै आउनुपर्छ यसरी काम गर्नुलाई। अनि पैसा चाहिँ कति दिनु होला बिचराहरूलाई, के गर्नु, गाह्रो छ नि मान्छेको जिन्दगी है, जे गरेर भए पनि खानुपर्ने हुन्छ। अनि यो तल चाहिँ कपडा फेर्ने ठाउँ थियो, अनि अहिले चाहिँ बन्दैछ, यो पनि भत्केर अब बन्द, कस्तो बन्छ होला भनेर म सोचिरहेको छु। तर बनेपछि पनि म देखाउने छु तपाईँहरूलाई। अब जस राम्रै बन्छ होला, त्यही भएर त भत्कायो। यहाँ पनि सबै भत्काएको छ। अनि यहाँ अर्को नि रुख थियो यस्तो पराको जस्तो, 2टा रुख थियो, सबै भाँचिदिनु भयो। यहाँ एउटा चाहिँ कता थियो, 2टा कि एउटा थियो, यस्तै छ। अनि यो जस राम्रै बन्छ होला भन्छु म मेरो मिनी ब्लगमा, यता पनि देखाइदिएँ। यस्तै छ। घर नि के बन्दैछ है, यो चाहिँ के बनेको मलाई थाहै भएन कि, तपाईँहरूलाई थाहा छ भने भनिदिनु होला। यो चाहिँ शनिबार बजार हो, हटिया लाग्छ शनिबार बुधबार। त्यहाँ देख्न सक्नुहुन्छ मन्दिर छ शिवकै होला, शिवरात्रिमा के अरे लाग्छ मेला जस्तो, मेला भन्दा नि त अलिअलि यस्तो पूजापाठ हुन्छ। त्यही भएर मैले शिवको भनिदिएको, तर के छ थाहा छैन ल मलाई चाहिँ। यस्तै छ है साथीहरू। अब के धेरै देखाइराख्नु, अब म तरकारी भात पकाउनु पर्ने हुन्छ, ढिलो हुन्छ नत्र मेरो छोरालाई स्कुल लानुलाई। अझ यहाँ केही गरेको छैन, मैले उठेर पानी मात्रै लिएँ। अब यता भाइले ओछ्यान मिलाउँदैन कहिले, अब मिलाउनु पर्ने हुन्छ, सबै छ। अनि यता आफ्नै कस्तो भइरहेछ, छोरा उठेपछि मिलाउनु पर्ने हुन्छ। के हेर्ने यस्तो त छ। अनि के भन्नु र म, पुरी हुन्छ न। अब माम पकाउने अनि खाने। मसँग त छैन रे दुध, त गाई दुध खान्छ। अनि मसँग छैन त, मलाई त आइया हुन्छ नि यत्रो भएर नि मेरो छोराले दुध छोड्दैन। अनि मैले के गरेर छोडाउने, के गर्दा पनि हुँदैन। तपाईँहरूलाई यसो टिप्सहरू थाहा छ भने भनिदिनु होला। केही गरी सकिनँ मैले छोडाउनुलाई। अब 2 पुरा भएर 3 टेकिसक्यो। अनि 3 वर्षसम्म मैले दुध खुवाएकै हो नि होइन, नखुवाएको हो त। 2 वर्षसम्म मात्र खुवाउनु भन्छ। लु उठा त्यहीँ सुतेर खुवाउनु पर्ने। ल त है, यस्तो चाहिँ कसको छोरा हुन्छ होला नि भगवान्। बसी दुध खान्छ।
तपाईँको छोराले उठेको एकछिन हुनु पाएको छैन, यसरी रुन्छ छोरा। कतिचोटि रुन्छ म तपाईँहरूलाई देखाउँछु ल। अनि उठ्ने बित्तिकै अब सु गर्नु गएको त्यतै लड्यो अरे लुयो। अब के भन्नु मैले। पानीमा चाहिँ अब तरकारी काट्नु थाल्ने देख्न सक्नुहुन्छ। मैले काटेर पनि सकेँ, अब चाहिँ पकाउनु पर्ने हुन्छ। अनि मैले कराई बसाएँ अनि मेरो भात चाहिँ पाकिसकेको छ। अब तरकारी पकाउने अनि दाल पनि पाकिसकेको छ। अब दाललाई मिस्नु मात्रै बाँकी छ। अनि देख्न सक्नुहुन्छ मेरो तरकारी चाहिँ पाकिसकेको छ। दाल पनि पाकिसक्यो, मजाले पाकेछ। अहिले चाहिँ मैले भात पनि खाइसकेँ। अनि अब चाहिँ नानीलाई स्कुल लानुपर्ने हुन्छ। नानीलाई पनि खुवाइसकेँ। अनि सबै भिडियो गर्नु चाहिँ अलिक झ्याउ हुने रहेछ। नानीलाई स्कुल जानुलाई अलिक ढिलो हुने भयो। अनि त्यही भएर मैले भिडियो गरिनँ। भात खाएको चाहिँ त्यही पनि नानासँग बोल्दै थिएँ। मेरो छोरा चाहिँ यहाँ छ। अनि मैले सफाहरू पनि गरेँ, यो पनि गरेँ। अनि टक्कसँगले अब चाहिँ जानु बेला बसेको। अब चाहिँ म नानीलाई लुगा लगाइदिन्छु, अनि जान्छु। हस्, घुम्नु जाने ठाउँ खोइ देखाऊ। खै हेरौँ। राम 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 राम। नराम्रो ठाउँमा त जानु मन लाग्दो रहेछ त छोराछोरीलाई पनि। घुम्नु जाने, हे भगवान्, के भन्नु म, के भन्नु। घुम्नु जाने अरे। अब हामी चाहिँ स्कुल हिँडिसक्यौँ। अब रेडी भएर पनि छोरा चाहिँ तल पुगिसक्यो। लुगाफाटा सुकाउने ठाउँ यहाँ छ, यस्तो छ। बिस्तारै झर है। ल के हेर्दैनेको पछाडि। हजुर, तिम्रो साथी त परै छ। साथी ल अलिक साइडमा हिँड्नु न। अब अहिले भ्यान गर्नुपर्ने हुन्छ। स्कुलमा चाहिँ भिडियो बनाउनु बिर्सेछु मैले चाहिँ। अनि फेरि बाहिर निस्केर बनाइथरेँ। अहिले चाहिँ म एक्लै हिँड्दैछु। मेरो नातिनी चाहिँ छोडेर आएको उसको रुममा। अनि अहिले चाहिँ म घर जाँदैछु। मेरो छोरालाई पुऱ्यायो। यस्तो राम्रो छ नजाराहरू। यहाँ पनि डाँडा छ। यो कहाँ हो चिन्न सक्नुहुन्छ, देख्न सक्नुहुन्छ फुलेको। छाता नलै आएको यस्तो बिजोग भएको छ। ल्याउनु त लिएको थिएँ मैले, सरुको छाता थियो अनि दिएर आएँ। अहिले चाहिँ यस्तो तिलीले बलेर हिँड्दैछु म। अनि म यसरी एक्लै बाउलाई जस्तो बत्तर गर्दै हिँड्दैछु। मान्छेले चाहिँ के भन्दै होला मलाई देखिहाल्यो भने। यसरी एक्लै छु बाटोमा चाहिँ। अब म पुग्न आँटेँ। गरमै छ अहिले नै यस्तो। अब अहिले एकछिनमा 12 बजी जाँदा झन् कस्तो होला तपाईँहरू गेस गर्नु होला। यस्तो धेरै मकै बारी छ यहाँ। यहाँ तल पनि मकै बारी छ, कसको होला। यस्तो छ कि बाटो त राम्रै छ, तर यस्तो हिलो पानी आएछ मलाई थाहै थिएन। यस्तो राम्रो पानी आएर चाहिँ कस्तो हरियो, माथि झन् हरियो थपिरहेछ। नील डाँडाले झन् राम्रो देखिरहेछ। यो भाले चाहिँ मेरै हो भन्नु पनि मिल्दैन होइन। यो भाले चाहिँ कसको हो? काटेर सुप खान सक्नु भए छुट्टै आनन्द आउँथ्यो होला भनेर के भन्नु होइन। त्यस्तो गर्नु हुँदैन, त्यस्तो पाप चाहिँ गर्नु हुँदैन।
मैले भनिदिएको मात्रै हो, म फेरि एकदम के भन्नु त्यस्तो पापहरूमा चाहिँ म त्यस्तै गर्दिनँ, म काट्नु सक्दिनँ। यस्तो छ हिजो नानीहरूसँग हिँड्नु चाहिँ एकदम अप्ठ्यारो भइरहेछ। यो कस्तो भित्तापट्टि चाहिँ ओह्रालो, छेउपट्टि चाहिँ उकालो भइसक्यो बाटो, अनि बिचमा यता पानी जमिन्छ। के गर्ने त्यस्तो छ। भोजपुर बजार यता नगरपालिका एरिया यो चाहिँ सातधारा लाइन। मेन बजार चाहिँ यहाँ माथि छ, थाहा नहुनेहरूलाई। अनि यहाँनिर रोड पनि कालोपत्रे हुँदैछ, आधी भइरहेको रहेछ। अब छिट्टै राम्रो हुन्छ होला, आधी पुरै कि पुरै भयो मैले बुझिनँ कि के भन्ने र। गर्मी त कति छ नि। विदेशमा बस्नेहरू चाहिँ विदेशमा झन् कति गर्मी हुन्छ के थाहा भन्ने हुन्छ। भरे उनीहरूलाई पहिले गर्मी भएको बिर्से, उहाँ भएको मात्र याद छ। अनि झन् विदेशमा कति गर्मी हुन्छ अरे, उहाँ पनि गर्मी हुन्छ ल, बिर्सेको मात्रै हो। देख्न सक्नुहुन्छ यता माथि बजार एरिया हो यो चाहिँ। यहाँबाट चाहिँ यस्तो देखिन्छ। अनि यस्तो गर्नु छ। हामी बस्ने घर चाहिँ यो निरीको यो हरियो हो, यस्तो छ। पानी त सफै झरिरहेको छ तल यहाँबाटको। त्यहाँ माथि चाहिँ कस्तो देखिन्छ खालि हुला देखिन्छ। यस्तो छ। यो के ल्याउँदा होला नि, तर खोलातिर नि ल्याउँदा हुन्छ कतै। यो फोहोर त होइन होला सायद, त्यही पनि यहाँ माथि चाहिँ छैन जस्तो लाग्छ मलाई। कि भाभित्र छ कि जानु। म चाहिँ घर पनि आइपुगेँ। अब चाहिँ त्यस्तो गरेर भएको छ, लक्कै ढल्नु जस्तो लाग्छ। के गर्नु, ढल्नु नि मिल्दैन। अब आएको आउनुभएको छ। नभए चाहिँ म परै बस्थेँ, नानीलाई आज परैबाट लान्थेँ। अहिले चाहिँ आएको नि आउनुभएको छ भने म चाहिँ घरै आएँ। गरेर ढल्नु जस्तै हुन्छु त्यहाँ। यस्तो पसिना आउँछ त्यही माथि पोतो। यहाँले चाहिँ एप्पल ल्याइदिनुभएको थियो, अनि आप्पा आउनु थाल्यो। त्यहाँ अनि दुवाक्क आइपुग्दा त म छक्क परेँ। अनि मैले खाना दिएँ आप्पालाई, जस्तो थियो त्यस्तै, त्यही हो। अनि एकछिनको बादमा चाहिँ उहाँ सर पनि आइपुग्नु हो। म चाहिँ अनि यहाँनिर भात दिएपछि यता नक्कल पारेको ऐनामा हेरी माथिबाट हेरी अनि यहाँ पुग्लेको ढलेको एकछिनको लागि ढलेर उठेर फेरि म नानीलाई खाजा पुऱ्याउँदै पैसा पनि झिक्केँ। मेरो पैसा सकिएको थियो, त्यही भएर झिक्नु पर्ने हुन्छ। खानखान लाएर झिक्दिएँ मैले। अहिले चाहिँ म सरहरूकोमा पुगिसकेँ। कि एउटैले हुन्छ? हुन्छ ठुलै छ। कपाल साँच्ची कति बढेछ, झपक्कै भइरहेछ गाजा त नको हो। आहा अब चाहिँ हामी फेरि नानीहरूलाई खाजा पुऱ्याउन जाँदैछौँ। अनि यहाँ चाहिँ धेरै फुलहरू छ, अनि कस्तो राम्रो राम्रो छ मैले देखाइदिएको हजुरहरूलाई हेर्नुहोला।
मेरो फोनबाटै भए खाजा दिने मान्छे जनताहरू 70 झोलामा झोला खोइ झोला अर्को झोला थियो त अरू यसमै लेखेको मैले ठुलोमा सजिलो खुट्टाखेरि कस्तो छ हाम्रा होइन किन्ने त्यहाँबाट त के हो होइन किन्नु यो को हो सिँगान पनि त मान्छे सिँगन सिगर पानी मात्रै खान्छ भाइ त बच्चाहरूलाई चाहिँ खाजा खाइसकेर हामी यहाँ एकछिन खेल्ने भनौँ अनि हामी चाहिँ यहाँ बसेर हेर्दै जाउँ छोराछोरी चाहिँ खेल्दैछ अनि यहाँ म भिडियो पनि बनाउँदैछु थोरै थोरै यतातिर सबै केटाकेटीहरू खेलिरहेछ अनि मेरो छोरा चाहिँ यहाँ छ साथीहरूसँग खेल्दैछ अनि के गर्नु यस्तै छ मेरो दिनचर्या चाहिँ नानीलाई स्कुल पुर्याउने खाजा पुर्याउने ल्याउने त्यस्तै छ है साथीहरू तपाईँहरूको चाहिँ के छ खैरा पनि हामी यहाँ पानीपुरी खान थाल्यौँ पानीपुरी चटपटी देख्न सक्नुहुन्छ तपाईँहरू पनि खान आउनुहोला देखो पानी चुँदैन अब हेर त खाइसकेपछि यसरी अब यत्रो सबै खाइसकेपछि के गर्ने नगाली दिन मन लाग्छ नगराउनु के भन्नु र हरबार डिप्रेसन यस्तै छ तर हाम्रो के भन्नु र दुईवटा छ दुईवटा छ एउटा त्यस्तै भयो नि अब यो पानीपुरी हो अरूमा त रुच्दैन पानीपुरी चटपटे चाहिँ रुच्छ हामीले चाहिँ त्यो किरा देखेर पनि खायौँ फेरि अब त्यो किरा अगाडि नै पसिसकेको थियो हामीले अगाडि नै खाइसकेको थियौँ भने अब चाहिँ किन नखाने त भनेर दुईवटा पनि छोडिनौँ हामीले खायौँ तर त्यस्तो साह्रो हेलचेक चाहिँ गर्नु हुँदैन हेर्नुपर्ने हुन्थ्यो त्यही पनि ठिकै छ अब के गर्नु खाइहाल्यौँ हामीले पनि खाइहाल्यौँ उहाँले पनि देख्नु भएन होला पसलको आन्टीले पनि त्यही यहाँ आएर चाहिँ फ्रिजको नलिएको अरे मैले पनि उसले पनि फ्रिजको नल्याइ तातो छ पानी के अरे पानीपुरी र चटपटेले यहाँ भुँडीमा भत्ती पोलेपछि हामीलाई यहाँ शीतल दिने के अरे स्पिरिट खान लागेको छौँ गाइस हाम्रो चाहिँ स्पिरिट यहाँ रेडी भइसकेको छ तातो न तातो आउनु होला तपाईँहरू पनि यहाँसम्म आउन सक्नुहुन्छ एउटा हातले दिइहाल्नु पर्ने हुन्छ चिसो भएको है अन्त हाम्रो बुद्धि नै छैन हेर त लाइट बसेर नि भएन अल्छी भएको अब टिकटक बनाउनु पर्ने हुन्छ गीत खोज्नु रेडी बनाउनु यहाँनिर उम्नु आँटिसक्नु हामी निन्द्राले टिकटकमा लाइभ बस्दा पनि अल्छी लाग्यो
एकछिन बस्नु परेको छ। अब नानी लिउनु जाने बेला नि हुन आँटिसक्यो। यस्तो छ हाम्रो चाहिँ दिनचर्याहरू यसरी बित्दैछ भन्नु। उता फर्क्यो आयो। अब जाने बेला हुन्छ। देख्न सक्नुहुन्छ पानी आएर मौसम चाहिँ एकदम कुल भएछ। हामी चाहिँ एकछिन सुतेर पनि उठ्यौँ अनि त्यहाँबाट फेरि अब नानी ल्याउनु जाने बेला भइसक्यो साथीहरू। मेरो छोरा चाहिँ 3 बजी छुट्टी हुन्छ अनि अर्को बाबुहरूको 4 बजी हुन्छ अनि र पनि हामी 3:30तिर 4 बजीसम्म राखिदिन्छ चाहिँ त्यही पनि 3 बजी नै आउनु भन्छ नि त। त्यही भएर एकछिनपछि चाहिँ हामी लाग्दिउँ 3:30तिर चाहिँ फेरि। अब चाहिँ हामी जानुपर्ने हुन्छ अनि मेरो चाहिँ अलिक छिटो हुन्छ, नानीहरूको चाहिँ अलिक ढिलो हुन्छ अनि हामी चाहिँ 2 जनै जाँदैछौँ। अनि आमाले भिडियो गर्न लगाएको नि त सरूलाई अनि मस्किँदै हिँड्दैछु। यहाँ देख्न सक्नुहुन्छ को भन्नु के भन्नु है के भन्नु न गाली दिनु मन लाग्छ न खै के भने जस्तै हो क्या त चाहिँ। फेरि अनि हामी चाहिँ घर लाग्दिएको मेरो छोरा चाहिँ अनि बाबुहरूको चाहिँ एसएम हुँदै थियो अनि हामी चाहिँ लाग्दिएको। हाम्रो नानीलाई चाहिँ नराख्दा पनि हुन्छ अनि त्यही भएर म र मेरो छोरा चाहिँ घर आउँदैछौँ। यो चाहिँ जनसेवा स्कुल छेउ हो अनि यहाँ चाहिँ अलिकति थोरै अप्ठ्यारो पनि छ। त्यही पनि अनि हामी हिँड्दैछौँ। हामी चाहिँ यो बाटो हिँड्छौँ अनि हामी 2 जना मात्रै हुन्छौँ। अचेल चाहिँ पहिले चाहिँ हामीसँगै यतै बस्नुहुन्थ्यो अलिक पर के अरे सरूहरू अनि अहिले चाहिँ रुम सरेर पर बस्नुहुन्छ अनि हामी मात्रै हुन्छौँ आउने बेलामा जहिले। त्यस्तै छ हाम्रो चाहिँ। रोकिँदै हिँड्छ मेरो छोरा चाहिँ। घरि कहाँ रोकिन्छ घरि कहाँ अहिले पानी परेर के नै भइसकेको जस्तो भइरहेको थियो। अहिले फेरि हरायो के गर्ने। हाम्रोतिर चाहिँ कति धेरै पानी पऱ्यो क्या यस्तो भइरहेको छ। यता चाहिँ तर परेन है अलिअलि छिट्टायो तर आज कस्तो क्लियर देखिरहेको छ सबै। बिस्तारी हिँड है बिस्तारी लड्यो भने म त फेरि अगाडि कुदेको त के रहेछ देख्यौ हाँस गइसकेको डक्सँग डराले पछाडि सर्छ कोही मान्छेहरू। हजुर घर पनि आइपुग्यो अनि मैले चाहिँ आप्पालाई खाजा दिएँ अनि म दिउँसो चाहिँ वहीँ पर बसेको थिएँ अनि ढिलो पनि भयो अनि आफूले पनि खाएँ अनि आप्पालाई पनि दिएँ। के गर्नु यस्तै छ। खाजा पनि 4 बजी खान्छौँ हामी। सुताइ कस्तो छ सुताइ यस्तो छ घुमी अर्को गाउँमा देखाउँछु ल अर्को मार्छला थाहा अब चाहिँ म दाल पुगिसके अनि तरकारी हिँड्नेको मेरो घरमा चाहिँ पाहुना हुनुहुन्छ। मेरो आप्पा अनि आप्पू हुनुहुन्छ अनि म चाहिँ तरकारी ल्याउनुको मैले रुन तर मेरो फोनमा चाहिँ कस्तो उज्यालो देखिरहेछ तर यति साह्रो उज्यालो चाहिँ छैन है। मेरो दिनचर्या चाहिँ आज यसरी बित्यो। कस्तो मजाले चराहरू कुद्दैछ। अब तरकारी पकाउने खाने त्यति हो अनि यस्तै गरी बित्यो मेरो दिन। तपाईँहरूलाई देखाएको
के खाने समोसा घरि अघि नै चाहिँ के खाने भन्दा थियो अघि मोमो खाने भन्थ्यो उठ्ने बित्तिकै अब समोसा भोलि आज त छैन अहिले त बन्द भयो नि त अनि पसल बेला न बेला कहाँबाट ल्याउनु त हौ मैले ल भोलि म स्कुलमा ल्याइदिन्छु ल ल उठ 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 दुधु भनेपछि त जुरुक्कै भयो राम्रो है 5 घन्टा लाग्छ एउटालाई एउटा लेख्नु एउटा होमवर्क चाहिँ भ्यायो अब राम्रो लेख्नु ल टु लेखेको नि अब अर्को लेख्नु भात खाएर पनि अब हामी सपना देख्ने बेला भयो आजको मेरो भ्लग चाहिँ म यहीँ अन्त्य गर्छु के कस्तो लाग्यो कमेन्ट गर्नुहोला मेरो दिनचर्या चाहिँ यसरी नै बित्छ अहिले दिनकै यस्तै अनि तपाईँहरूले डेली भ्लग लाउनु भन्नुभयो भने चाहिँ म लाउँछु जसरी तसरी र भन्नुभएन भने चाहिँ म लाउँदिनँ ज्याउ हुनेछ के गर्दा भने फेरि भिडियो बनाउनु के गरौँ भने भिडियो बिर्सिहाल्छु घरिघरि त्यति बेला नै बाई बाई यति नै मेरो आजको भिडियो